बाजे हुनुहुन्छ यहाँ टियाना अति खसालो न टियाना छ बेटा खुसी नमस्ते सबैजनालाई सबैजना सन्चै हुनुहुन्छ र अनि आज चाहिँ हामी त फेवाताल जान लाग्छौँ टियाना चाहिँ जन्मेदेखि एकचोटि पनि गएको छैनन् फेवाताल अनि माछा पनि हेर्न मन लाग्यो अनि अब त 2 दिन बिदा हुन्छ नि त त्यही भएर यस्तो घुमाउन लाने भनेर जान लाग्यो भिडियो हेर्नु ल टियाना उसको बाजे चाहिँ उता जाँदैछन् खानाको रे खानाको कहाँ रे के गुड्छ फेवाताल हुन फेरि आउनु के हाल्नु हेलो टियाना आइम रे फेवाताल ओ यो भाइरल कहाँको रे बाले टिकट काट्नु चाहिँ फेवातालमा आइसक्यौँ कति गर्मी र टियानाले ज्याकेट किन्ने हुनुहुन्छ त्यही लगाइन्छ लगाऊ त्यहाँ चाहिँ डुङ्गा छ भने खुसी भएन ल होइन बासँग भाइसँग होइन ल गर्मी छ ना ओइ ल टियाना कस्तो भयो रमाइलो बाजे हुनुहुन्छ यहाँ टियाना फेवाताल घुम्ने भन्ने मान्छे माछा यहाँनिर नि माछा हो पर मन्दिरमा पान नछु छि 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 पान छु नि यता आएर एकचोटि हाई गर न हाई गयो कति मैला खाँदै नि हाई गर्नु माछा क्या माछा पानी नछोइ कि लाने पानी मास्क खोल्न सर ल डर लागेन रमाइलो भयो त्यहाँ नि जर्मनीको नि फर्स्ट टाइम आएको फेवातालले फेवातालको मन्दिर कहाँ परेवा नौबो कति चल्ने र आँच बुङ्गाको चाहिँ पानीमा अन्याएको छन् नातिनी परेवा
माछा त माछा त माथि हेरेर हेर्ने है घर क्या घर तान्न छोइदिएन रमाइलो भयो आची मैला डल्ने यस्तो माटेको किटी हुन्छ माछालाई लिने थिएन हामी चाहिँ फेवातालमा आएको छौँ त्यहाँनिर माछा हेर्ने भने नि त माछा हेर्ने ए उहिले हाल्ने हो क्या हिँड 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 ए जुत्ता खोल्ने छ सबैले ए मन्दिर जान्न हाम्रो के जान्नु जानिन ल अच्छा किन जाने र उठे माछा हेर्ने हामी त ल हिँड छिटो बिस्तारै बिस्तारै ल ल ल ल छिटो वो एंजॉय कर रही है ऐसे कर चलो 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 भाइयों ठुलो हो बिरङ्गी रहेछ देख्दै छ नि रातो कस्तो कस्तो कति खसालोलाई मगाइहाल्यो त्यसलाई खोइ कहाँ से तो त्यही दियो क्या परेर दियो मसाला त खाएँ धेरै हाई गर न हाई गर रे हाई गरे क्या उता आन्टीलाई सकिन सक्यो ए बाहिर त नबसेर जान्छ त्यहाँ ठक्छ बाजुलाई देख्यो भने हामी चाहिँ अब फर्किनु लाग्यो हो चाहिँ हामी पारी हेर चटपट पानीपुरी खाने भनेको अच्छा
रमाइलो भयो ध्यान हजुर हो फेरि आउने आउँछ आउने साल हो भनेको माने भने आउने नि होमवर्क गर्ने पढ्ने पनि आउने त नआउने फर्किँदैछु र बाजे त्यहाँ हाई गर हाई बाई बाई गर बाई बाई अब जाने अब चटपट खाने रे चटपट पानीपुरी खाने खाने चटपट खाने पर फुल फुलेको हेर्ने न जाने गर माछा त उसलाई थिएन माछालाई हात खाइदिएला अहिले सर्पले पानीको पाइप रहेछ क्या लाइनको पानीको पाइप होला लाइन त हो त्यो माथि उठ्लो ल सोध बोलाइ जा यता आउनुहोस् न कति हो ल बेलुमलाई कति हो ब क्यान्डी त कति हो कति हो पैसा कति हो पैसा पिङ्क कलर रे ल हलस् त्यहाँ चाहिँ उता बेलुम किनिहाली मिठो बनाइदिनु पिरो नहालिकन पानीपुरी कसरी हो पानीपुरी 100 रुपियाँ प्लेट हो नि कति त आउँछ र 12 र पानी छैन नि 40 भन्छ नि त सस हाल्ने हो हालिदिनु अर्को त सादा यहाँ चप्पल मार्नु त मिठो खाँदै होइन खान बासी मिठो नि अब मुख नसुक्ने कोछार छ वन नाइट स्टे गर्छौँ पानीपुरी र चटपट खान लाग्यो मिठो रमाइलो भयो आज फेउतालाई र फेरि आउने म त आउन अब भोलि सरङ्कट जाने रे स्कुल जानु र अशक्त छु र हिँडुल गर्न नसक्ने अवस्थामा छु मेरो श्रीमती ईश्वरी खत्रीलाई फुल हेर्न जानु लाग्यो फुल हेर्न जानु लाग्यो तपाईँ त फुल रोप्नै नसिकेछ भने पनि चारो खाएर भाइरल फुल मिठो एउटा देऊ न मम्मीलाई आफूले मात्रै दिनु त ल
जानु सिधा हो नि सिधा मेरो खुदी कुदी हो हेर्छु हामी उठेको नि मुखबाङ चाहिँ हेर्छु अहिलेको हामी त्यो पावर हाउसभित्र क्या त्यो कुदी न तल राम मन्दिर देखाएको छौ अँ त्यसकै माथि हो खानु 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 कति बेला जानु घर के हो खानामा त कति बेला जाने घर अहिले बेलुकातिर है भेटेर खुसी लाग्यो कहाँ पर्ने म युनिभर्सिटी तर चौतारा ए सपना थियो भेटी ए हो हाम्रो घर नि उयो क्या उति हो ल है तरिन र उस डुङ्गा चढिनु अन्त डुङ्गा चढिरहेको गफ गराउनु त के भन्नु मन लाग्नु न भेटेर खुसी ल धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा भाइरल फुल रहेछ नि मैले देखाएको थिएँ क्या भाइरल खुट्टाले मिठो ह मिठो है मिठो छ पिरो होइन झोल रहेछ पिरो हामी चाहिँ फेवाताल घुमेर पनि खाजा खान लगाएको भोक लाग्यो तिहारलाई के खाने के खान्छौ के खान्छ मोमो खान्छन् है हामी चाहिँ चाउमिन खाने अब त ल रमाइलो भयो कि भएन मलाई त आउँछु ल यता बना ल तिहार चाहिँ डुङ्गामा चाहिँ रमाइलो भयो रे न बोल न के बोल्ने रमाइलो भयो कि भएन डुङ्गामा चढाएको अरू रमाइलो भयो आज खाएको रमाइलो भयो गर्मी त गर्मी चाहिँ छ अहिले चाहिँ हामी चाहिँ पिठी पिचोकमा खाऊँ क्या यहाँबाट फेरि बसमा चढेर घर जाने नि पहिला मौसममा किनेको शिवले पुताल्यो नि हो यसलाई 220 रे 200मा लाग्यो नि मौसममा 200 पथामा किनेको थियौँ मन पर्यो बेलु गिलास दिने एउटा मिठो मिठो होइन मिठो
कम्पनीले गर्नु त डिलरले गर्ने होइन नि पैसा कमाए के टिभी देखेन पाइला किन आइन त वहाँ गएर पुग्नु होला क्या पक्का मलाई थाहा छ भने उहाँ हाम्रो भनेको गाईले बनाउनु त होला भने सिधा जाने के कुरा दिन्न दाइ बरु माथि टिपले दिने हो यहाँ दुई तिनजना राखिदिनु भनेर सिसामा ठ्याक्क सोधेको छ नि त बिगार्नु नहुँदैछ जाने तिनीहरूलाई पोकेसु आउँछ बा बिजुलीको खम्बा गान्ला नि त्यहाँले हेर्दै एकछिन टाढा आइगर